हेलो गुड मर्निङ है सबैजनालाई। र आजको चाहिँ अब भनौँ बिहेको दिन सुरु भयो। यो बिहे घर चाहिँ यतापट्टि छ। अनि म चाहिँ अब जहाँ चाहिँ हाम्रो बिहेको समारोह हुन्छ, कार्यक्रम हुन्छ, त्यो जग्गामा यो पर जाँदैछु। हाम्रो गाउँको कम्युनिटी हलमा जहाँ सबै कुरो यहाँनिर व्यवस्था गरिएको छ। यहाँ चाहिँ अब लागेको छ। फेरि अलिक फटाफट गरेर आउनु पनि अलिकति ढिलो भयो अरे। घरको काम त्यस्तो हुन्छ अलिअलि। को छ एकपल्ट हेर्नु छ यहाँनिर। हो आमा चामल धुइसकेको के एउटा हाल त। ओइ आमा अचम्मै भयो त बिहान चामल धुका छ त यसले त फेरि। एकैछिन हराएर यो त आज बिहान चामल धुँदो रहेछ फेरि यसले हो। गुड मर्निङ भाइ, ठिक छस्? ओइ बुबु यहाँ हाम्रो आजको हेड सेफ। हिजो त आउनु भएन तर हो। मान्छे भिड हो, निस्किनु आँटेको पनि फेरि आएर हुन्छ। एक राउन्ड खिचेर आउनु पऱ्यो केटाहरूलाई सबलाई। ए आम्मा हो। यस गुड मर्निङ। अन्त खै तिम्रो चाहिँ दाउराहरू ल्यायो? आम्मा हो। उसको चाहिँ आज चाहिँ पाइप तान्नुपर्छ। पाइप यो ए हो र। यहाँ दाउराको बन्दोबस्त गरिएको रहेछ। यहाँ पानी पुग्ने उसको चाहिँ पर त्यो ड्युटी। तर अहिले चाहिँ सारेर यता पार्दैछ बिचरालाई। ऊ पाएको त अन्त के सुर्ता गर्छौ? ल बिहानको कार्यक्रम चाहिँ अब सुरु भइसकेको छ। यहाँ चाहिँ हो भित्रपट्टि हेर्नु अब के कस्तो छ व्यवस्थाहरू आजको गर्नुपर्ने। यो चाहिँ मेन हल। यहाँ चाहिँ मदिरालय पार। यो चाहिँ हो यस्तो बताइएको बेटा के हो यो चाहिँ? के बनाउँछ र आलुको चाहिँ? त्यही त भनेको के हो भन्दा आलु सब देखिरहेछ नि। ए बुबी के होला के यो भात चाहिँ फेरि पहेँलो पहेँलो चिज पनि देख्छ त्यसमा। के हो यो चाहिँ? ल अरू को छ त तल्लोपट्टि है आगो ताप्ने पार्टीहरू? फिस फिङ्गर रेडी है? ए मकैको यो चेक्ला। बिहान भाँडा धुने सेकेन्ड रनमा चाहिँ यहाँ बहिनी परेछ। भाउजूको पर चियाको ड्युटी छ। उहाँको काम प्याज छिल्ने काट्ने आजको त्यो मसला चलाउने काम यहाँ प्रणयको रहेछ। अनि यसको चाहिँ अब यो त तपाईँले चिनिहाल्छ केटीको कामै कस्तो हुन्छ। अब तोड्ने, भत्काउने, फुटाउने, माछा टाउको फोड्ने त्यस्तो काम। गुड मर्निङ सबैजनालाई। अहिले रातको प्लेट पुस्ने काम बिहान। ओइ के गरेको हो पेलो? ज्यानमा राखेको छ यो मान्छेलाई हाल्नुपर्छ है। बिहान लडाइ ऊ
दुइटा एकैचोटि लडाउने अन्त एउटा बनाइसकेर आगो लडाउनु भयो त अन्त हो यो दामी देख्दैछ ठुलो है यस्तो छ हाम्रो गाउँ केटाहरू चाहिँ बिहानै आएर बिहानदेखि चाहिँ भाँडाहरू ठुल्ठुलो आफै पोस्ने भाँडाहरू तल धुँदैछ यहाँ यो चाहिँ सेल्फी पोइन्ट रहेछ मेरो सालीले बिहान यहाँ मेरो भेना मलाई खिचिहाल्नुहोस् फोटो भनेको रेडी भएर अनि यो चाहिँ स्पेसली फर लेडिज बार यहाँ वाचिपा सुरु भयो अब वाचिपा के अब कुखुरा चाहिँ डढाउनु थालेछ यो मान्छेले राम्रो बनायो भेना तिम्रो नाम हुनु पऱ्यो नि कसले पोल्यो कुरा भन्दाखेरि चाहिँ मनी भेनाले भन्नु पऱ्यो नि यो चाहिँ आजको स्पेसल फाक्स है बुबु यसमा ग्रेभी आउँछ कि सुक्खा मेन चाहिँ यो नि वाचिपा कुनै काममा पनि कमी छैन है मालदरा केटाहरू चाहिँ हेर्दा आमा अहिले बारमा लगाएर आएर पनि फेरि हेर त चिया होइन तर लाइटहरू लगाएर आएको है लगाइरहेको छ है कुखुरा बनाउनु थालिहालेछ आज चाहिँ हाम्रो भतिजको बिहा छ यहाँ बिहा कार्य शुभ कार्य छ र राकेशले चाहिँ भात बसाउँदैछ ए कति केजी यो 10 किलो 10 केजी 10 केजीले पुग्छ र अन्त ए ल यता हाम्रो बुबु यता सागरपाट छिटो बनाए भोक लाग्दैछ है चला दामी मिक्सर केटा अब चाहिँ तेरोमा हात चाट्यो भने मिठो हुन्छ होला अब ए विजय हात चाटेर यसको मिठाको सँगै हुँदैन यो चाहिँ आजको बिहा भएको घरको चाहिँ मूल घर खै बडी त जस्तो तस्तै त तयारी भएको छैन त अन्त यहाँ बडी त यहाँ बडा चाहिँ पुरा रेडी खै कहाँ छ हौ यहाँ हाम्रोहरू ए फेरि यो त हौ खै भिडियो गर्दै आएको त खै रेडी भइसक्यो हौ आहो सुन्दरी बेहुली त ल ल ल छिटो 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 ए पापा चाहिँ यहाँ रेडी छ मेरो खै टाउकोदेखि फेदसम्म खेद्नुपर्छ पापालाई चाहिँ आमा ल पर रेडी भइसक्यो हामी सबै सकिसक्यो खै एक राउन्ड सकिसकेर पनि हेर अब तपाईँहरू पर जानु पर्ने हो नि त ए प्रायः रेडी भइसक्यो होला अब होइन कहाँ
रोपे गएर आउँछ क्या गेडलिङमा ए सुटिङ छ क्या त्यहाँनिर फेरि अलगै गरेर आएर चाहिँ हो ल हुन्छ लगेर जानुपर्ने ल ए स्वागतम छ है सासलीलाई ओहो भाइ अन्त ल ठिक छ भाइ सुरु भाइ ल गुड मर्निङ दाजु यहाँ चाहिँ यही मधेरालाई बारमा चाहिँ आज यहीँ आज चाहिँ भित्र बसेर निक्लिन सक्छ कि सक्दैन है मनी भेनालाई बोलाउनु पो त आज आज डिफ्रेन्ट यो सर्भिस बोयहरू सब सर्भिसमा गरेर सर्भिस गर्ने केटाहरू यो चाहिँ अहिले यो प्रतिभा सिंह शरणबाडालाई शरणबाडा लु लु अब निक्लिने बेला भयो चिच्ची लु 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 छ है सिद्धु कहाँ गयो त्यो लिएर आउनु खदा के खदा हो सिद्धु आउँदैछ आउँदैछ सिद्धु बुई आजको महारानी त खै हेरौँ त कस्तो देखेछ शुभ कार्यको आजको अन्तिम है भोज भनौँ त्यसमा अब हामी 84 परिवारबाट हाम्रो लमीहरू जुन खटाएको थियौँ उहाँले राम्रो काम गरिदिनु भयो र आजको हाम्रो शुभ कार्यको यो अन्तिम दिन हो तसर्थ उहाँहरूलाई यो शिर राखेर टोपी दिएर चाहिँ उहाँहरूको शिर उठाइरहेको छु है जुन कलियाहरूलाई त्यस्तै प्रकारले हाम्रो उहाँ चाहिँ अब सहयोगी यता हाम्रो बुहारीको थरबाट थापा खानदानको तर्फबाट जानुभएकोमा उहाँलाई पनि म शिर उठाउँदैछु है मेरो घरमा तपाईँको त मभन्दा ठुलो त कोही छैन मभन्दा माथि मेरो आमा बाउको जग्गा दिएर आजको दिनमा मेरो दाजु यहाँ पनि शिर उठाइरहेको छु आजको दिन चाहिँ घरिघरि फर्केर आउँदैन खोजेर पनि पाइँदैन यो दिन चाहिँ विवाहको लगन हो यो जे हो अब आँटिहाल्यो आँटेर अब आजको राजा रानी हो सधैँ गरेर खानु आफ्नो ठुलो बडाको इज्जत गर्नु घरको बुहारी भयो छोरी के भएको आँखाको पहिरो गयो के हो आँखामा पहिरो गएछ बढी खै बढी ल खै जिना बढी यसमा के राम्रो देख्यो मान्छे राम्रो गर्नुहुन्छ है
दाजुहरूलाई पनि ढोक गर है अब पर जानुपर्छ सिधै है दाजु जिना टिका लगाइदियो यहाँ त चिनी न त हो हेलो चिनी भएन के कति बार धुमा चाहिँ त्यही त कहाँ अब त धुनु हुँदैन है डिस्पोजेबलै ल्याउनुपर्छ हुँदैन यस्तो प्रकारले होस् अहिले खोल्छु मुनि पनि हेर्नु घप लाग्यो होला है त भनेको सबैजना यता जानु 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 भुइँ पनि हेर्दैन फेरि clap 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 हजुर खै के ए कहाँ अब तामाङले पाल्छ नि फाक्सै बजाइदिएको यो खासमा त यहाँ हो नि अब गएको पो टाढोमा त सबभन्दा टाढोको साथी आयो अरे हो बनाइदियो भन्दैछ ऊ ए भिआइपी हो उहाँ चिनिन त यहाँ चिनिन नि त फेरि आमा छोरा चाहिँ यहाँ सँगै बुझेको छ आज चाहिँ फेरि अब अन्जु तिमीले हेर्दैछौ भने चाहिँ यहाँ छ है अब हेर्छ अन्जुले हो नाना र ऊ यहाँ चाहिँ तिमीले मिस गरेर आज चाहिँ लु
खिचिरहेको छु भाउजू वाह 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 दादा बनाएमा त्यसमै यता हेर्नु यता अड्किन्छ है हो नाना अड्किन्न भाइ बिस्तारै खाऊ है हजुर आज बिचारै भाउजूले बुहारी बहिनीले चाहिँ यहाँ सघाउँदैछ है अब पट्टापट थाल धोएर है अब माथि चाहिँ एकदम भुइँचोको साथमा चलिरहेको छ र सेकेन्ड फेजमा अब हेर्दैछौँ कोले कहाँ के गर्दो रहेछ सबै हेरौँ त एक राउन्डमा यहाँ यी लु जाऊ 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 खाना खायो त्यसो भए हजुर कहाँ खिच हामीले फोटो खिच्नु कहाँ फेरि मेरो त सबैले फेरि मेरो जुङ्गा त खराब छ भन्छ त मलाई खराब जस्तो लाग्यो नि त राम्रो छ जस्तो छ त ओ नाना मेरो जुङ्गा कस्तो छ अरे मेरो जुङ्गा खराब छ भने मलाई राम्रो देख्छ त त्यही त यहाँ पछिबाट मेरो भतिज बुहारी बिहामा है आज हामी एकदमै यहाँ बिजी छौँ यहाँ हेर्नु नि अब तलबाट को आएको छ फेरि यहाँ ऊ यो चाहिँ माइली नाना हो फेरि यो चाहिँ माइली नाना हो यहाँ उयो फेरि यता हाम्रो त यता ऊ अनुहार हेर्नुहोस् सधैँ प्रायः जहिले पनि गाउँमा कार्यक्रम हुँदाखेरि चाहिँ नानै आउँछ है तर कहिले पनि कान्छा आउँदैन कान्छा बुहारी पनि आउँदैन देख्दिनँ चाँडैले पनि नानै आएको हुन्छ नानासँग त मजा पनि लाग्छ पहिला भेनादेखि आउँदै देखेको भेना हुँदै देखेन दिलगी गर्ने खुसी मजाले बात मार्ने अब अहिले भेना हुनुहुन्न अब दुःख लाग्छ तर पनि जे भए पनि अब भेनालाई सम्झेर नानासँगै मजा गर्छु दिलगी गर्छु नाना मन दुख्छ मैले के भन्दा रिस उठ्छ रिस उठ्दैन किनभने म भाइ हो नाना हो त्यही भएर चाहिँ हजुर अब बाँचिन्जेल चाहिँ हाँस खुसी गर्नु पऱ्यो होइन नाना
दामी है दामी हो पापा हाल्दै गरेको त्यही निक्ल्यो फेरि म खोइ आज त के अरे बुफेमा पनि सबै सजिएर आउनेहरू मात्रै छ त हौ ओ बहिनी खाना खाइस् खाना खाइस् यत्रो मासु खाइस् है सुँगुरको यत्रो है जानिस् अघि हड्डी टोक्दै गरेको मैले देखेको यस बहिनी हड्डी चाहिँ नर्मल छ चोट लाउनु पर्दैन कहाँ हो अन्त देखाउनु पर्यो नि भरे आजकलले आयो कि आएन भन्ला नि त अब आइपुग्नु अरे बेसी योपट्टि चाहिँ महिलाको पार मधिरालय एक्सन गयो अन्त हाँसेको चाहिँ यहाँ चाहिँ खिचेको छु न आज फेरि म ढिलो भयो नि भाउजू ढिलो भयो नि अघिदेखि भ्लगर बल्ल आयो भन्दैछ नि त यिनीहरूले हो जग्गै नसुर्ता न अब मेरो आमा बडी भाउजू र बुहारी निकाल ल जहाँ गयो त्यही हो होइन त्यस्तो होइन म त एचआइटी भएको यो गाउँदा ओइ दिनुपर्छ यस्तो म त दिन्छु भने फेरि भाग्छ म त सिङ्गरको घाँटीमा लाबर रहेछ हौ
छेडुदाको गीत सुनेर तलहरूमा आएको नि हौ म त त्यसपछि जानु बाबु दुई भाइ आमा हेर यस्तो छ केटाहरू अलराउन्ड छ है केटाहरू चाहिँ यी गाउँको केटा चाहिँ अलराउन्डर छ है यहाँ यी अब्बोइ भाँडा धुने केटाहरू आम्मा गालडाङ गुडुङ गरेको भाँडाहरू हेर्दा यी
ए हिँड्नु लु आइज न पप्पु लु आउनु भाइ एकछिन लु हिँड आइज भित्र है बिहेले पकाल्नु पर्छ हात बिहेरमा त फर्म हुन्छ नि त अरूले उयो हुँदैन राम्रो झन् आएको पो लाग्छ बोरली ल्याउनु पर्छ लु भित्र एउटा भ्लगमा भन्नु के लाइक एन्ड सब्सक्राइब है ल फलो लु यो चाहिँ अब हाम्रो गाउँमा बिहेको अन्तिम दिनभरि काम गरिन्छ होइन खटिन्छ सबैजनालाई हाम्रो यो रीतिअनुसार अब चलेको हाम्रो पहिलादेखि नै चलेको र यहाँ पछि चाहिँ बेहुलाको बाउ बुहारी लगायत नभएर अब हामी चाहिँ यहाँ कजरीलाई बिदा दिने र आफ्नो कार्यक्रम उहाँले टाढेको चाहिँ धेरै धेरै धन्यवाद दिनको लागि चाहिँ हामीले उहाँको सम्मान रूप यो आजको यो अन्तिम हो त्यहाँदेखि खानासाना खाएर चाहिँ सबैको बिदाई हुन्छ लु यहाँ बेहुलाको पापा बेहुलाको आमा आजको चाहिँ अब बिहा सफल गर्दै त्यसको लागि हामीले धन्यवाद दिनैपर्छ टक्राउनुपर्छ होइन त्यसको लागि चाहिँ यहाँ सबैजनालाई चाहिँ हामीले ट्रेन निम्ताएका छौँ टक्राएका छौँ ल है त लु तिमीहरूले बेहुला बेहुली लगाइदिनुपर्छ है यो चाहिँ बिहान आमा पापाले लगाइदियो अब चाहिँ बेहुला बेहुली लगाइदिनुपर्छ थाहा छ कि थाहा छ अब अघि बिहान म त छक्कै पऱ्यो यहाँ मेरो बुहारी हो उसको आज बिहा थियो होइन बिहान त चिन्नै नसकेको म ऊ राम्री हो कि क्यामेरा राम्रो हो भनेर मैले मलाई भने कि उही क्यामेरा उही राम्रो थियो नि त हेर्नु न अब उसको चाहिँ अब स्वभाव पनि राम्रो अनुहार पनि राम्रो होइन ऊ सबै कुरो राम्रो उसले चाहिँ हामीलाई अब आँखामा राख्नु नबिसाउने हो मेरो बुहारी र उनीहरूको के अरे हाम्रो म चाहिँ त्यही भन्छु ऊ जस्तो चाहिँ हामीलाई चाहिन्छ घरमा खाँचो हुन्छ साँच्ची म त अब भाउको चाहिँ बोल्दा बोल्दै उसको छेउमा चाहिँ कतिबाट भनिसकेँ उसलाई उसको पापालाई पनि भनेको छु होइन कस्तो लाग्छ बुहारी छोरी जस्तो लाग्छ राख्न गइरहेको छु आज 25 जनवरी 2026 को दिन मेरो एउटा सुपुत्रको शुभ विवाह थियो जसलाई तपाईँहरूले मेरो गाउँ समाज वाणिज्य सङ्गठन अनि मेरो आफन्तजन अनि मेरो मेन जो किचनमा काम गर्ने हुने मेन कर्मचारीहरूलाई मुरी धन्यवाद दिँदै यो कृतज्ञता म व्यक्त गर्छु हुन त मैले तपाईँहरूलाई त्यति सम्मान गर्नु नसकुला जे पनि तपाईँले आफ्नो बहुमूल्य समय छोडेर आजको दिनमा जो मेरो घरमा शुभको कार्य थियो त्यसलाई कार्य दिनुभयो त्यसलाई तपाईँहरूलाई म मेरो हृदयदेखि नै मुरी धन्यवाद चढाउँदै सङ्गठनका सबै सदस्य साथै पार्टी कार्यलाई अनुमोदन गर्दै मालिपुरा स्वयंसेवक सङ्गठनको प्रेसिडेन्टबाट यसैले दुई शब्द खाली भन्नु चाहन्छु यो सुखको घडीमा हाम्रो घडीमा बेसी केही चाहिनु र म प्रथम कुरो उमाली धुराको सबै सदस्य साथै हाम्रो यहाँ कतिजना हाम्रा जो समितिहरूलाई जुन भारतीय थिङ है उनीहरूले हाम्रो अहिलेसम्म साथसाथैमा एउटा त म एउटा कुरा भन्न चाहन्छु कि म